बाहिरपट्टिको गार्डन हो यो चाहिँ 14 आना बनेको बङ्गलोको गार्डन हो यसमा चाहिँ हजुरको इन्ट्रान्स यो भयो भने 20 फिटको बाटो रिङ रोडबाट 200 मिटर स्वयम्भूबाट हजुरको 1 किलोमिटर डिस्टेन्समा हो यो नयाँ घर एकदमै राम्रो छ हजुरको यो पार्किङ भयो पार्किङमा 10वटा जस्तो कारहरू अट्छ यो चाहिँ इन्ट्रान्स हजुरको मेन गेट भयो मेन ढोका भयो हजुरको यो सो लिभिङ स्पेस भयो हजुरको लिभिङ स्पेस एकदम राम्रो छ एकदमै राम्रो छ ठुलो लिभिङ स्पेस हजुरको यसको चाहिँ लेफ्ट साइडमा चाहिँ हजुरको चाहिँ किचन छ यसो किचनमा यो चिम्नी छ हजुरको धारा छ यो ऱ्यागहरू फिट गरिसकिएको छ यहाँ चाहिँ हजुरको सेमी फर्निस छ यो चाहिँ डाइनिङ हो हजुरको यता पनि इन्ट्रान्स गर्नु पर्यो डाइनिङमा यो सानो एउटा चाहिँ चाहिँ सामान राख्नुको एउटा स्टोर छ एकदम मिलाएर बनाएको छ यो घर चाहिँ हजुरको हामी चाहिँ माथि यो हाम्रो चाहिँ 2 तलाको चाहिँ हामीले भिजिट गरिसक्यो हामीले चाहिँ माथि जान्छ अब म तपाईँहरूलाई चाहिँ माथि यो यहाँको चाहिँ तल ग्राउन्ड फ्लोर चाहिँ यो रेस्टरुम हो हजुरको यो माथिबाट चाहिँ जाने पऱ्यो एकदम काठको सिसौको काठको बनाएको छ यसमा हजुरको एट्याच एउटा बेडरुम छ यहाँ ट्राभल छ यसको लागि हजुरको एकदमै राम्रो छ एकदम निट एन्ड क्लिन यो एउटा चाहिँ कमन चाहिँ यसमा चाहिँ रुम छ यो हजुरको कमन रुमको लागि रेस्टरुम यहाँ छ हजुरको यो चाहिँ एकदम यो चाहिँ मास्टर बेडरुम हो बेडरुमको लागि चाहिँ यो रेस्टरुम सावर यो चाहिँ हजुरको दरवाजा राख्नु मिल्यो र मेकअप गर्नको लागि सजिलो छ यसमा यहाँ बेडरुमबाट ठ्याक्क स्वयम्भू देख्छ हजुरको स्वयम्भू भ्यू देख्छ यहाँबाट बाहिरबाट यसरी भ्यू देख्न सक्छ यो मास्टर बेडरुम चाहिँ यस यो फर्स्ट फ्लोरमा चाहिँ जम्मा 3वटा रुम छ अब हामी टप फ्लोरमा जाँदैछौँ यो चाहिँ हजुरको एउटा कमन रुम बन्नु सक्यो यसमा चाहिँ हजुरको पूजा यो चाहिँ हजुरको चाहिँ यहाँ चाहिँ वासिङ मेसिन राख्नुलाई हो यसमा एउटा रुम छ कमन यो चाहिँ एउटा बाथरुम छ यसमा चाहिँ यो 2टा कमन रुमहरूको लागि चाहिँ यो रेस्टरुम छ यो चाहिँ पूजा कोठा बनाउन सक्यो हजुरको हिन्दू धर्म मान्नेहरूको लागि यहाँ पूजा रुम बनाउन सक्यो हजुरहरू बौद्धावलम्बी हुनुहुन्छ भने यसमा बनाउँदा नि भयो पूजा कोठा यतापट्टि बनाउँदा पनि भयो यतापट्टि राम्रो छ यतापट्टि पनि बनाउन सकिन्छ यो चाहिँ बाहिरपट्टिको यो छतमा जाने बाटो यो हजुरको ठ्याक्कै स्वयम्भू देखिरहेको छ यहाँ
स्विमिङ रहेछ स्विमिङ। यो घरमा चाहिँ जम्मा 5 बेडरुम छ, 2टा चाहिँ एट्याच छ र 3टा चाहिँ कमन छ। हजुरको साउथ फेसको छ, यो एकदमै कुनै पनि घरहरूले यो घरलाई छेक्दैन, एकदम ओपन स्पेसमा छ। हजुरहरू चाहिँ प्रपर्टी खोज्दै हुनुहुन्छ भने, सानो घरै ठुलो घरैमा राम्रो प्रपर्टीको खोजीमा हुनुहुन्छ भने 14 आनामा बनेको बङ्गलो हजुरहरूलाई चाहिँ उपलब्ध छ। तपाईँहरू मलाई कल गर्न सक्नुहुन्छ। मेरो फोन नम्बर तपाईँहरूलाई स्क्रिनमा राखिदिन्छु, तपाईँहरू मलाई डाइरेक्ट कल गर्न सक्नुहुन्छ।